नमस्ते साथीहरू, हाम्रो यात्रा सफलै भइरहेको छ भन्न सकिन्छ। तर के प्राविधिक कारण वा त पानीले गर्दाखेरि समस्या छ भनौँ। पानी आउन लाग्यो, दिन धुम्म छ, साँझ पर्न लागिसक्यो। हाम्रो बसाइ थोरै पर रहेको छ र यो हामी आगो बाल्नको लागि प्रयासरत छौँ भन्न सकिन्छ अहिले। तर पनि यो विविध कारणले हामीले आगो बाल्न नसकेको कारण हामी चिन्तित पनि छौँ र तनावमा पनि छौँ। किनभने सब दाउराहरू चाहिँ यस्तो भिजेको र आगो बाल्नलाई हामीलाई अलिक अप्ठ्यारो भइरहेछ। यस्तो दाउरा भेलाउने क्रममा चाहिँ बाँस रहेछ हौ, त्यो बाँस बल्छ होला र तपाईहरुलाई मेरो भिडियो कस्तो लाग्छ त तपाईले पक्कै सुझाव दिनुहोस्। यदि तपाई नेपाल र नेपालीपनलाई माया गर्नुहुन्छ भने पक्कै पनि तपाईहरुले मेरो भिडियोलाई मन पराइदिनु हुनेछ भन्ने मैले आशा लिएको छु। र किनभने पनि हामी नेपाली हौं र हामी नेपाली एक अर्कालाई सपोर्ट गरेर अगाडि बढ्नुपर्छ भन्ने लाग्छ। किनभने तपाईहरु पनि नेपाली, म पनि नेपाली। हेर्न सक्नुहुन्छ मैले यहाँनेर नेपालको झण्डा साथमा बोकेर आएको छु वा लिएर आएको छु र जति पनि साथीहरु हुनुहुन्छ नेपाली प्रेमी वा नेपाली भूमिलाई माया गर्ने उहाँहरूले पक्कै पनि यो भिडियोलाई लाइक, कमेन्ट र मेरो भिडियोलाई शेयर पनि हुनेछ भन्ने मैले अपेक्षा लिएको छु। किनभने जति पनि नेपाली साथीहरु हुनुहुन्छ उहाँहरूले नेपाली दाजुभाइ, दिदीबहिनी, अन्य व्यक्तिहरूले जतिले पनि नेपालको प्रचार प्रसार गरेर नेपाली भूमिलाई माया गर्नुहुन्छ, आन्तरिक र बाह्य पर्यटक भित्राउनको लागि यो खालको जुन भिडियो हुन्छ नेपालको प्राकृतिक सुन्दरतालाई उल्लेख गर्दै वा त्यसको बयान गर्दै बनाइएका भिडियोहरू चाहिँ अरूमाझ शेयर गरिदिनु भयो भने पक्कै पनि नेपालको यो सुन्दरता र यो प्रकृतिसँगको मिलन भनौँ न हैन, एक प्रकारको जहाँ हामी यो सुन्दर प्रकृति भन्दा बाहिर रहन्छौँ त्यति बेला हामीलाई समस्या हुन्छ र हामी जुन वास्तविक जीवन भन्दा चाहिँ बाहिर रहन पुग्छौँ जस्तो लाग्छ। किनभने जब हामी यो सुनसान र यस्तो जुन प्राकृतिक यो चराचुरुङ्गीको यो हुन्छ नि नेचुरल म्युजिक हैन, योबाट चाहिँ हाम्रो माइन्ड एकदमै फ्रेस हुन्छ के भन्न सकिन्छ। किनभने अहिले पनि यहाँ चरा कराइरहेको छ, यो चराको आवाजबाट हामी आनन्द लिन सक्छौँ के, काहा कुहु हैन। अनि यो विभिन्न चराचुरुङ्गीको कुहु कुहु गर्दैछ। सायद क्यामेराको माइक्रोफोनले क्याप्चर गर्न नसके तापनि हाम्रो कानले क्लियर सुनिरहेछ है साथीहरु। र एउटा नेपालीले अर्को नेपालीलाई सहयोग गरौँ र मेरो भिडियो अन्त जहाँबाट हेरे पनि हामीलाई सपोर्ट गर्नुहुन्छ भन्ने चाहिँ हामीले पूर्ण अपेक्षा लिएका छौँ। हेर्न सक्नुहुन्छ हामी लगभग 10 घन्टा पैदल हिँडेर यो लोकेसनमा आएका छौँ। लोकेसनको खोजी होइन हामीलाई, लोकेसन त हामी नजिकै पनि पाउन सक्छौँ। किनभने यस्तै लोकेसन त नभनौँ, तर योभन्दा अलिक कमसल भए पनि हामी लोकेसन त भेट्छ। तर यो चाहिँ वान अफ द बेस्ट लोकेसन रहेको छ हाम्रो लागि र हामी यहाँ निकै रमाइलो गरिरहेका छौँ। अब यस्तै छ साथीहरू, यदि यसको फुल भिडियो हेर्न चाहनुहुन्छ भने युट्युबमा गएर चुपचाप यात्री सर्च गर्नुहोस् र त्यहाँनिर मेरै फेस भएको भिडियोहरू भेट्नुहुन्छ र त्यो युट्युब थम्बनेलहरू हेरेर मलाई देखिसकेपछि त्यहाँ गएर टच गरेर तपाईहरुले क्लिक गरेर हेर्न सक्नुहुन्छ मेरो भिडियोहरू। यदि कस्तो लाग्छ हामी राम्रो कन्टेन्ट बनाउने वा त भिडियो खिच्ने र तपाईहरुलाई यो नेचुरल सुन्दरता देखाउने चाहिँ प्रयासरत छौँ। अहिले हाम्रो केही प्राविधिक कारणले गर्दाखेरि
क्वालिटी राम्रो आउन नसकेको हुनसक्छ होइन। त्यसमा पनि हामी सुधार गर्ने नै भनेर लागिरहेका छौँ र हामी अझै यहाँलाई क्वालिटीमा भिडियोहरू बनाएर पोस्ट गर्नेछौँ, यहाँहरूमाझ ल्याउनेछौँ भन्ने यहाँहरूलाई जानकारी गराएँ। र भिडियो कस्तो लाग्छ सल्लाह सुझाव दिनुहोला। हस् त, धन्यवाद, बाई बाई। Like, comment and subscribe. Thank you guys.